नमस्ते। श्रम स्वीकृतिको लागि हामीले आफै पनि कति शुल्क लाग्छ भनेर चेक गर्न सकिन्छ। त्यसमा म्यादी जीवन बिमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष को इत्यादि हामीले तिर्नुपर्ने हुन्छ र हामी प्ले स्टोरमा गएर वैदेशिक रोजगारको एप डाउनलोड गर्नुपर्ने हुन्छ। धेरै सजिलो रहेको छ र वैदेशिक रोजगार टाइप गरी एप डाउनलोड गर्नुहोस् र यसलाई ओपन गर्नुहोस्। स्क्रिनमा देख्न सक्नुहुन्छ, स्किप गर्नुहोस्। त्यसपछि र तपाईको यो स्क्रिनमा श्रम स्वीकृति नवीकरण कति शुल्क लाग्छ भनेर हुन्छ, त्यहाँ टच गर्नु होला र खुल्छ। खोलेपछि यो श्रम स्वीकृति क्याल्कुलेटर भन्ने यो देखाइएको छ, जसमा हामीले एडी इङ्ग्लिस डेट राख्नुपर्ने हुन्छ, आफ्नो जन्म मिति, एक्ज्याक्ट हामीले आफ्नो बर्थ डेट राख्नुपर्ने हुन्छ र यो सबमिटमा क्लिक गर्नुपर्छ र यो देखायो तपाईको उमेर र तलतिर यो तपाईको उमेर अनुसार लाग्ने खर्च यस प्रकार रहेको छ भनेर म्यादी जीवन बिमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष देखाइएको छ। कुल लाग्ने रकम भनेको यति। हजुर,